ल है हाम्रो ढिँडो नेपाली खाना घिउ हालेको आज घिउ सहितको छ घिउको साथमा मक्ख बास्ना आउँछ यो साउदी अरेबियामा हामीले फक्सोले ढिँडो बनाएर खाँदैछु टुटुरे लाग्छ जयमसी सबैलाई केही भन्नुहोस् त भाइ ढिँडोको विषयमा केही भनिदिनुहोस् त हजुरले यो त नेपालीको एकदमै नेपालीहरूको एक राष्ट्रिय खाना पनि हो हजुर हामीले यो साउदी अरेबियामा चाहिँ आज खाने निर्णय गरेको छ हजुर हजुर अब यसलाई चाहिँ हामीले यो बिफको साथमा हजुर अनि चटनी छ चटनी छ यहाँ चटनी है चटनी बनाउने म हुनु चावल खानेलाई चावल ल ठिक छ बडो राम्रो बनाउनु भएको छ है तपाईहरु बलबहादुर भाइले ओडाल्दै हुनुहुन्छ उहाँ हाम्रो साला हैन सेफ हुनुहुन्छ म चटनी वाला ल ठिक छ म चाहिँ हाम्रो प्रेम बडा गर्मी छ सबै स्यामडुममा बस्ने त्यही हो ल ठिक छ दामिलो हेर्नुलाई दामिलो चाहिँ है अब एकदमै अब के भन्छ जुम्मा लाउने जस्तो छ ओको नको मोको त आगो मोगो